एभ्रिवान, के छ हाल खबर? आज चाहिँ हामी सर्कल च्याप्टरमा छिरिसकेछौँ। यो भिडियो चाहिँ तपाई चाहिँ प्लस 2 को स्टुडेन्ट्स होस् वा इन्ट्रान्सको प्रिपरेसन गरिरहेको होस् वा आइओयू को लागि प्रिपरेसन गरिरहेको होस्, जोसुकै सर्कलबाट स्ट्रगल भइरहेछ भने डोन्ट वरी, यो भिडियो सबैको लागि बेनिफिसियल हुनेछ। सो अब चाहिँ हामी सर्कललाई एकदम बेसिक देखि एकदम एडभान्स लेभलमा पढौँला। बेसिक्स कुराहरू हामी चाहिँ कभर गरौँला यसमा। यो भिडियो चाहिँ थ्योरेटिकल हुनेछ। यो पहिला चाहिँ न्युमेरिकलहरु त इजी हुन्छ फेरि। ओके, सो धेरै कुरा नगरिकन हामी चाहिँ सर्कल स्टार्ट गरौँ। ओके, सर्कल ल ठीक छ। सर्कल्सको इक्वेसनहरुलाई भन्दा पहिला यहाँ दुई तीनवटा मैले एक्जाम्पल दिएको छु, त्यही प्र्याक्टिकली पढ्दै जाऊँ न हामी। हेर्नुस् त, कोइन कस्तो हुन्छ? 10 रुपीजको कोइन हेर्नु भएको छ नि, कोइन सिक्का, 10 रुपीजको सिक्का कस्तो सर्कुलर टाइपको हुन्छ, च्याप्टो हुन्छ, सर्कुलर टाइपको हुन्छ हो। त्यो पनि के हो? एउटा सर्कलको एक्जाम्पल हो। के को एक्जाम्पल? सर्कलको। त्यस्तै रोटी त हामी सधैँ खान्छौँ, दिनै खान्छौँ। रोटीको एक्जाम्पल पनि के को एक्जाम्पल हो? सर्कलको। त्यस्तै पिज्जाको नाम सुन्दै मुखमा ओ माय गॉड, मुखमा र्याल आइहाल्यो। पिज्जा त्यस्तै च्याप्टो हुन्छ, सर्कुलर हुन्छ, त्यो पनि एउटा के हो? सर्कल हो। सर्कलको एक्जाम्पल हो। ठीक छ। यसको मतलब यहाँबाट जनरली हामी के भन्न सक्छौँ भने एनी सर्कुलर अब्जेक्ट्स क्यान बी रिप्रेजेन्टेड एज अ सर्कल अन अ पेपर। ल अब चाहिँ हामी एक्चुअल इक्वेसन अफ सर्कल तर्फ जाउँ, त्यो पनि प्र्याक्टिकली बुझौँ। मजा आइरहेको छ यो सेसनमा। यो सेसनमा मजा आउँछ कि हजुरलाई? अब चाहिँ हामी चाहिँ सर्कलको एक्चुअल इक्वेसन कसरी हुन्छ त्यो हामी डिराइभ गर्न गइरहेछौँ। सो तपाईहरु कपी पेन चाहिँ निकालेर बस्नु। जे म पढाउँदै गइरहेको छु, जे बुझाउँदै गइरहेको छु, त्यो एकदम क्लियर वाइज बुझ्दै जानु अनि नोट डाउन गर्दै जानु। ओके ल। सो हामी चाहिँ कोअर्डिनेट ज्योमेट्री पढिरहेछौँ। सो कोअर्डिनेट ज्योमेट्रीमा जहिले पनि XY एक्सिस बनाउन पर्छ, जहिले पनि XY एक्सिस। सो हामी पनि बनायौँ XY एक्सिस। सपोज यो के हो? X एक्सिस, Y एक्सिस। यो चाहिँ XY एक्सिस। अब सर्कलको एक्चुअल इक्वेसन हेर्ने हो भने मैले एक प्र्याक्टिकल वेमा बुझाउन गएँ। लेट सपोज यो चाहिँ XY एक्सिस भनेको अब एउटा XY प्लेन हो यो। जस्तै यो बोर्ड चाहिँ XY प्लेन, जसको लेन्थ र ब्रेथ हुन्छ त्यो के हो? XY प्लेन। जस्तै यसको लेन्थ छ, ब्रेथ छ भने यो पनि XY एक्सिस। लेन्थ ब्रेथ भनेको XY एक्सिस। ओके ल। यसैमा मैले भने यदि यहाँ कुनै एउटा फिक्स पोइन्ट, मानिलिनु एउटा पोइन्ट हो, यो कुनै P एउटा पोइन्ट हो जसको भर्टेक्स के छ? H, K छ। यसको भर्टेक्स के छ? H, K। अब सपोज यो पोइन्टमा तपाई बस्नु भएको छ, ठीक? अब केही डिस्टेन्समा ए डिस्टेन्स वा अब यो त ए भनेको कन्स्टेन्ट हो, 5 पनि हुन सक्यो, 10 पनि हुन सक्यो, जति हुन पनि पाइयो भने ए डिस्टेन्समा एउटा तपाईको साथी छ जुन चाहिँ ए डिस्टेन्सको लास्टमा गएर बसेको छ। ठीक छ। तपाईको र तपाईको साथीको बीचको डिस्टेन्स कति? मानिलिउँ यो चाहिँ x र y। यसको भर्टेक्स कति छ? xy छ। अब के भन्छ? तपाईको प्लेस चाहिँ फिक्स छ, तर ए डिस्टेन्स कि मात्र यही पोइन्ट हो र यही पोइन्ट मात्रै हो। यो ए डिस्टेन्स भएको पोइन्ट त यहाँ पनि त हुन सक्थ्यो, यहाँ पनि, यो पनि ए डिस्टेन्स छ। बुझ्नुस्, यहाँ कन्सेप्टको कुरा आयो। ए डिस्टेन्सको यो पनि हुन सक्थ्यो, यो XY तपाईको साथी यहाँ पनि बस्न सक्थ्यो, हो कि होइन? यो एक डिस्टेन्स भएको यो ए डिस्टेन्स भएको पोइन्ट मेबी यहाँ पनि हुन सक्थ्यो, XY यहाँ पनि हुन सक्थ्यो, तपाईको साथी यहाँ पनि हुन सक्थ्यो। हेर्नुस्, डिस्टेन्स सेम छ, तर तपाईको प्लेस चाहिँ फिक्स छ, तपाईको साथीको प्लेस फिक्स छैन। किनकि तपाईको साथी ए डिस्टेन्स टाढा छ, तर कुन ठाउँमा छ त्यो थाहा छैन। सो यो मानिलिउँ यहाँ पनि त हुन सक्थ्यो ए डिस्टेन्स, यहाँ पनि हुन सक्थ्यो, यहाँ पनि हुन सक्थ्यो, यहाँ पनि। यस्तै यो जुन XY जुन भेरिएबल छ, यसले जुन एउटा पोइन्ट्सहरुको एउटा यो लोकस बनाउँछ, पथ बनाउँछ, यसैलाई हामी के भन्छौँ? सर्कल भन्छौँ। भने यो पुरै प्लेसलाई यदि जोड्नुहुन्छ भने के भन्छ? एउटा सर्कल भन्छ। के भन्छ? सर्कल भन्छ। यसको मतलब सर्कल त बन्यो। ल यो सबै डिस्ट्र्याक्सनलाई मैले मेटाएँ, यसलाई मेटाएँ। अब एउटा सर्कल बन्यो।
एउटा यो सर्कल बन्यो। तर अब सर्कलको इक्वेसन कसरी लेख्ने त? अब यो जुन तपाईँले फिक्स पोइन्टमा तपाईँ बस्नु भएको छ यसलाई के भने सेन्टर भन्ने, के यो सेन्टर भयो। यो फिक्स डिस्टेन्स जुन छ यो चाहिँ रेडियस। अब हेर्नुहोस् त एउटा जनरल, अब यही डिस्टेन्सलाई यदि जनरल फर्ममा लेख्ने हो भने हाम्रो इक्वेसन अफ सर्कल आउँछ। जस्तै मानले यो दुईटा पोइन्टको डिस्टेन्स कति छ? ए छ। यसको मतलब दुईटा पोइन्टको डिस्टेन्स हामी चाहिँ 9 10 मा पढिसकेका छौँ। याद गर्नुहोस् डिस्टेन्स फर्मुला। अनि डिस्टेन्स फर्मुलामा के थियो? d = √x2 - x1 को होल स्क्वायर प्लस y2 - y1 को होल स्क्वायर। यही थियो। ओके, यही थियो। अब यो यदि भेरिएबल पोइन्ट हो भने यो xy यहाँ पनि हुन पायो, यहाँ पनि हुन पायो, यहाँ पनि हुन पायो। तर कन्डिसन के छ? डिस्टेन्स ओन्ली सेम हुन पर्यो दुईटाको, यही कन्डिसन छ। भने यसको इक्वेसन अब हामी लेखिहालौँ। दुईटा बिचको डिस्टेन्स निकाल्नुस् कति छ भने d = के छ? यहाँ a छ भने यो त a भइहाल्यो। अब यसलाई x2 मानौँ, यसलाई x1 मानौँ भने, यसलाई y2 मानौँ, यसलाई y1 मानौँ भने के हुन्छ? x2 भनेको x मानौँ, x माइनस h लाई x1 मानौँ भने h को होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर। अब यति बुझ्नुभयो? भेरी गुड। ओके, अब दुईटै साइड यदि मैले स्क्वायर गरिदिएँ भने स्क्वायर रुट काट्नको लागि दुई साइडमा एसबिएस गरिदिएँ भने, स्क्वायरिङ बोथ साइड गरिदियो भने यो त कटिहाल्छ। यहाँ चाहिँ स्क्वायर आउँछ भने a स्क्वायर = के आउँछ? x स्क्वायर माइनस x माइनस h को होल स्क्वायर प्लस y माइनस k को होल स्क्वायर। यति बुझ्यो? यही नै के हो? हाम्रो एक्चुअल इक्वेसन अफ सर्कल हो। बुझ्यो? यति बुझ्यो? ओके, भेरी गुड। मजा आयो कि आएन? सर्कलको इक्वेसन हेर्नुस्, ड्र भइहाल्यो। यही नै के हो? एक्चुअल इक्वेसन अफ सर्कल हो। सिम्पल। ओके, सो अब इक्वेसन त हामी बुझिहाल्यौँ। अब यही इक्वेसन्सबाट हामी चाहिँ सर्कलको एउटा मिठो डेफिनेसन बनाऊँ। ल, यसको मिठो डेफिनेसन के हुन सक्छ? हेर्नुस् त, यही त सर्कल हो। अनि यो सर्कल केबाट बनेको छ? यो एक्स वाई को मुभिङबाट त बनेको छ। कहिले एक्स वाई यहाँ थियो, कहिले यहाँ पुगिहाल्छ, कहिले यहाँ, कहिले यहाँ, कहिले यहाँ, कहिले यहाँ, यहीबाट त बनेको हो यो सर्कल। ओके, सो हामी के भन्न सक्छौँ? अब यहीबाट हामी चाहिँ एउटा डेफिनेसन, मिठो डेफिनेसन के बनायौँ? सर्कल इज अ लोकस वा पथ। यो पथ, सर्कल एउटा के हो? पथ हो जुन केबाट मेड बाई मुभिङ पोइन्ट। केबाट? यो पथ केबाट बनेको छ? यही एक्स वाई मुभिङ पोइन्टबाट त बनेको छ। कहिले यहाँ थियो, कहिले यहाँ थियो, कहिले यहाँ पुग्दै पुग्दै एउटा सर्कल बनायो। मुभिङ सच दैट, यस्तो कन्डिसनमा मुभ गर्छ। कस्तो? सच दैट द डिस्टेन्स बिट्विन फिक्स पोइन्ट, यो फिक्स पोइन्ट एन्ड मुभिङ पोइन्ट, यही मुभिङ पोइन्ट रिमेन कन्स्टेन्ट। यसको र यसको बिचको डिस्टेन्स, यो पोइन्ट जहाँ मुभ गरे पनि यो पोइन्ट र यो पोइन्टको बिचको डिस्टेन्स अलवेज के छ? कन्स्टेन्ट छ, a। यही नै के हो? हाम्रो सर्कलको डेफिनेसन हो। यति भयो। यति चाहिँ नोट डाउन गर्नुस्, नोट डाउन वा स्क्रिनसट लिनुस्। यसको मतलब यो जुन फिक्स पोइन्ट छ यसलाई के भन्ने? सेन्टर भन्ने। के भन्ने? सेन्टर। अनि फिक्स डिस्टेन्सलाई रेडियस भन्ने। यो के हो? सेन्टर हो। सेन्टर, सेन्टर। यो ए के हो? फिक्स डिस्टेन्स के हो? रेडियस, रेडियस। ओके, यति बुझ्नुभयो? भेरी गुड। अब चाहिँ यसलाई नोट डाउन गर्नुस् वा स्क्रिनसट लिनुस्, पछि लेख्नु होला कपीमा। ल, अब मुभ गरौँ। अब चाहिँ हामी यही एक्चुअल इक्वेसन्सको दुईटा मोस्ट इम्पोर्टेन्ट फर्म छ, त्यो हेरिहालौँ। अब टु मोस्ट इम्पोर्टेन्ट फर्म अफ एक्चुअल इक्वेसन अफ सर्कल, त्यो हामी हेरिहालौँ। हेर्नुहोस्, सर्कलको एक्चुअल इक्वेसनलाई हामी दुईटा मोस्ट इम्पोर्टेन्ट फर्ममा बाँड्न सक्छौँ। जुन चाहिँ एउटा के हो? एउटा चाहिँ स्ट्यान्डर्ड इक्वेसन, अर्को चाहिँ जनरल इक्वेसन। सो पहिला चाहिँ हामी स्ट्यान्डर्ड इक्वेसनलाई हेरिहालौँ अनि त्यसपछि जनरल इक्वेसनलाई। मजा आइरहेछ नि? ओके, ल, सो पहिला चाहिँ स्ट्यान्डर्ड इक्वेसन। ल, स्ट्यान्डर्ड इक्वेसन भनेको के हो? हेर्नुहोस्, नाममै के छ? स्ट्यान्डर्ड भनेको मोस्ट पावरफुल होला, मिन्स मोस्ट कमन हो। स्ट्यान्डर्ड युनिट जस्तै हामी भन्छौँ नि, त्यस्तै यो स्ट्यान्डर्ड युनिट, स्ट्यान्डर्ड इक्वेसन। अब स्ट्यान्डर्ड इक्वेसनमा हामीहरूले पहिले पनि भनिसकेँ, मैले पहिले पनि भनिसकेँ, हामी चाहिँ पढिरहेछौँ कोअर्डिनेट ज्योमेट्री। हामीले जहिले पनि के बनाउनु पर्छ? एक्स वाई एक्सिस। सो एक्स वाई एक्सिस बनाइहालौँ। ल, यो चाहिँ एक्स वाई एक्सिस। ओके, ओके। अब स्ट्यान्डर्ड इक्वेसनमा के छ? हामीले अहिलेसम्म चाहिँ सेन्टर कहाँ थियो? ऱ्यान्डमली जहाँ पनि हुन सक्थ्यो, हैन? तर स्ट्यान्डर्ड इक्वेसनमा एउटा के स्पेशल प्रोपर्टी छ? सेन्टर अलवेज कहाँ हुन्छ? ओरिजिनमा हुन्छ। कहाँ हुन्छ? ओरिजिनमा। यहाँ 0,0 यहाँ हुन्छ, यहाँ हुन्छ सेन्टर। अब यदि सेन्टर चाहिँ
हेर्नुहोस् एक्चुअल इक्वेसन के थियो ए स्क्वायर इक्वल टु एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर यही थियो। अब यदि सेन्टर मैले अब ए रेडियस भएकै यदि एउटा सर्कल मैले ड्र गरेँ सेन्टरबाट, अब मानुस् यो तपाईँ चाहिँ यहाँ हुनुहुन्छ सेन्टरमा हुनुहुन्छ भने यो सर्कल के बन्छ यसरी एउटा के बन्छ सर्कल बन्छ भने यही यसको मतलब के एच कामा के इक्वल टु के छ 0 छ। अब यो यदि 0 0 यहाँ पुट गर्यो भने के हुन्छ हेर्नुस् त, यदि यो h को ठाउँमा 0 k को ठाउँमा 0 पुट गर्यो भने x माइनस 0 को होल स्क्वायर प्लस y माइनस 0 को होल स्क्वायर इक्वल टु a स्क्वायर यही बन्छ। अभियसली यही बन्छ भने यो के हुन्छ हेर्नुस् त x स्क्वायर प्लस y स्क्वायर इक्वल टु a स्क्वायर यही बन्छ। भेरी गुड यही बन्छ। यही नै के हो हाम्रो जनरल इक्वेसन जसमा चाहिँ h के हुन्छ सेन्टर के हुन्छ 0 कामा 0 ओरिजिनमा हुन्छ। इज इट क्लियर? ओके सो नोटमा हामी के लेख्न सक्छौं नोट लेखिहाल्नु एउटा सेन्टर अफ स्ट्यान्डर्ड इक्वेसन of circle always 0 कामा 0 यति बुझ्नुभयो? ओके ल यो चाहिँ हाम्रो भयो स्ट्यान्डर्ड इक्वेसन। अब चाहिँ जनरल इक्वेसन तर्फ जाउँ। ल अति नै होइन हामी चाहिँ एकदम बेसिक्स देखि एकदम थोरोली मुभ गर्छौं के एकदम बेसिक देखि एकदम एडभान्स लेभल हामी पढ्ने हो। त्यही भएर हामी चाहिँ हतार नगरिकन बिस्तारै पुरै हामी पढ्दै जाने हो। सर्कललाई त हामी एकदम मक्खन लगाएर पढ्ने हो। अब ल स्ट्यान्डर्ड भयो जनरलमा घुसौँ। अब जनरललाई पनि अब जनरलाइज गर्दिने। ओके राजा के तुरा ल अब चाहिँ जनरल इक्वेसनमा के छ हामी चाहिँ यो जनरल इक्वेसन चाहिँ यही एक्चुअल इक्वेसनबाट नै के गर्छौं डिराइभ गर्छौं। ओके ल यसमा चाहिँ a स्क्वायर माइनस b को होल स्क्वायर को टर्म दिएछ त्यही नै हामी यही a माइनस b को होल स्क्वायर को फर्ममा यसलाई चेन्ज गरेर हामी चाहिँ के गर्छौं जनरल फर्म निकाल्नु। सो यसलाई खोल्दिनुस् त यो के छ x माइनस h को होल स्क्वायर छ प्लस y माइनस k को होल स्क्वायर इक्वल टु a स्क्वायर। अब यसलाई एक्सटेन्ड गर्दै जानुस् त के हुन्छ यसलाई a माइनस b को होल स्क्वायर वाला फर्मुला खोल्दिनु भइहाल्यो भने यो के हुन्छ x स्क्वायर माइनस 2hx प्लस h स्क्वायर यति भयो। अब यो वाला के हुन्छ y स्क्वायर माइनस 2ky प्लस k स्क्वायर इक्वल टु a स्क्वायर यति भयो। ओके अब x स्क्वायर y स्क्वायर एउटै ठाउँमा राख्दिनु त x स्क्वायर प्लस y स्क्वायर अनि यो माइनस माइनस वाला एउटै ठाउँमा माइनस 2hx माइनस 2ky अनि के छ h स्क्वायर k स्क्वायर एउटै ठाउँमा राख्दिनु भने h स्क्वायर प्लस k स्क्वायर इक्वल टु a स्क्वायर यति बुझ्नु। अब चाहिँ यो a लाई पनि यतै राख्दिनु न इक्वेसन बनाउनु छ भने राइट साइडमा के ल्याउनु पर्यो 0 ल्याउनु पर्यो। त्यही भएर हामी a स्क्वायरलाई यता हाल्दियौं भने के हुन्छ हेर्नुस् त x स्क्वायर प्लस y स्क्वायर माइनस 2hx माइनस 2ky प्लस h स्क्वायर प्लस k स्क्वायर यसलाई यता ल्याउनु माइनस a स्क्वायर इक्वल टु 0। यो त भयो हाम्रो जनरल फर्म आइराछ। अब हेर्नुस् अब जनरल फर्म बनाउनु छ भने यहाँ प्लस छ यहाँ माइनस माइनस छ मजा आएन के सबैले प्लस बनाइदिउँ। अब भने अब के गर्न पर्यो यदि माइनस h लाई नोटमा यहाँ हेर्नुस् त माइनस h लाई यदि g मान्ने हो भने अनि माइनस k लाई यदि f मान्ने हो भने के हुन्छ हेर्नुस् त अनि यो जुन तीनटा कन्स्टेन्टहरु छन् यो h स्क्वायर k स्क्वायर a स्क्वायर कन्स्टेन्ट हो नि जस्तै मानले
3 स्क्वायर प्लस 4 स्क्वायर माइनस 2 स्क्वायर, यो त कुनै एउटा यसलाई जब सल्भ गर्नुहुन्छ भने एउटा कन्स्टेन्ट आउँछ कि आउँदैन? आउँछ। त्यही भएर यो तीनटै कन्स्टेन्टलाई मैले एउटा कन्स्टेन्ट मान्छु। जस्तै यसलाई सल्भ गर्नुहुन्छ भने 9 प्लस 16 माइनस 4 इक्वल टु कति हुन्छ? 21 हुन्छ हो। त्यस्तै यो हेर्नुहोस् त, तीनटै कन्स्टेन्टलाई मिलाएर एउटा कन्स्टेन्ट आयो कि आएन? त्यही भएर यो तीनटै कन्स्टेन्टलाई यदि यसलाई जोड्दा घटाउँदा भने एउटा कन्स्टेन्ट आउँछ भने त्यसलाई एउटा कन्स्टेन्ट मानिने। सो यो के गर्न सकिन्छ यहाँ? एच स्क्वायर प्लस के स्क्वायर माइनस ए स्क्वायर इक्वल टु सी मानिने। अब यिनीहरूलाई माइनस एच को ठाउँमा जी पुट गरिदिने कि माइनस के को ठाउँमा एफ पुट गरिदिने, यतिको ठाउँमा सी पुट गरिदिने। सिम्पल, हाम्रो जनरल इक्वेसन आइहाल्यो। सो के हुन्छ? एक्स स्क्वायर प्लस वाई स्क्वायर माइनस, अब यो माइनस एच को ठाउँमा यति माइनस एच छ भने यहाँ जी आइहाल्छ भने प्लस 2gx, यहाँ माइनस के को ठाउँमा एफ भने 2fy, यतिको ठाउँमा सी भने सी इक्वल टु 0, व्हिच इज आवर, यही नै हो हाम्रो के जनरल इक्वेसन। यो के हो? हाम्रो जनरल इक्वेसन अफ सर्कल। सिम्पल छ, भेरी सिम्पल छ। ल यति बुझ्नुभयो भने यहाँबाट हामी के भन्न सक्छौँ? एच कमा के इक्वल टु के हुन सक्छ? माइनस यो एच, यो माइनस उता जान्छ भने के हुन्छ? माइनस जी हुन्छ। यो माइनस उता जान्छ भने माइनस एफ हुन्छ। यसको मतलब सेन्टर इक्वल टु यो यसरी यस्तो कुनै सर्कलको फर्म दिएछ भने सेन्टर निकाल्दाखेरि माइनस जी माइनस एफ गरिदिनु, हाम्रो सेन्टर आइहाल्छ। सिम्पल, भेरी सिम्पल। त्यस्तै यो त रेडियस हो कि होइन? अब रेडियस यदि यस्तो दिएछ भने सी को फर्म दिएछ, एच पनि दिएको छ भने हाम्रो रेडियस पनि आइहाल्छ। कसरी? मानलिम एच स्क्वायर प्लस के स्क्वायर माइनस ए स्क्वायर इक्वल टु सी छ भने यो ए स्क्वायर उता जान्छ, ए स्क्वायर प्लस के स्क्वायर, एच स्क्वायर प्लस के स्क्वायर माइनस सी इक्वल टु ए स्क्वायर हो भने अब ए को भ्यालु निकाल्नको लागि रुट ओभर यता हालिदिनुहुन्छ भने एच स्क्वायर प्लस के स्क्वायर माइनस सी इक्वल टु ए भने रेडियस इक्वल टु यति हुन्छ अनि सेन्टर इक्वल टु यति हुन्छ। बुझ्नुभयो? सिम्पल, भेरी सिम्पल। ल यो त भयो हाम्रो सी इक्वल टु ए स्क्वायर हो भने अब ए को भ्यालु निकाल्नको लागि रुट ओभर यता हालिदिनुहुन्छ भने एच स्क्वायर प्लस के स्क्वायर माइनस सी इक्वल टु ए भने रेडियस इक्वल टु यति हुन्छ अनि सेन्टर इक्वल टु यति हुन्छ। बुझ्नुभयो? सिम्पल, भेरी सिम्पल। ल यो त भयो हाम्रो टु मोस्ट इम्पोर्टेन्ट फर्म अफ एक्चुअल फर्म अफ इक्वेसन, एक्चुअल इक्वेसन अफ सर्कल। अब यो दुईटा त हामी बुझिहाल्यौँ। यतिमा केही कन्फ्युजन छैन होला? ल हामी चाहिँ अब अगाडि मुभ गरौँ। अब चाहिँ सर्कल ए डिफ्रेन्ट कन्डिसन्समा त्यो हेरिहालौँ। ल हात्तिने होइन, मैले पहिले पनि भने हात्तिने होइन। हामी टाइम त धेरै लिन्छौँ तर एकदम बेसिकदेखि एकदम एडभान्स लेभलसम्म हामी सिक्ने हो। त्यही भएर धैर्यको साथ यताउताको डिस्ट्र्याक्सनलाई एकदम साइड गर्दै फोकस हुने। ओके अब हेर्नुहोस्, स्पेसल कन्डिसन अफ सर्कल इक्वेसन हो। अब चाहिँ सर्कल्सको स्पेसल कन्डिसनमा सर्कलको इक्वेसन के हुन्छ हामी त्यो हेरौँ। सो पहिला चाहिँ के छ? व्हेन सर्कल टचेस एक्स एक्सिस, जब पहिला चाहिँ हामी एक्चुअल इक्वेसन लेखिहालौँ न। एक्चुअल इक्वेसन के छ? एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल टु ए स्क्वायर, यही हो। ओके, यो चाहिँ सधैँ काम लाग्छ के। ओके, अब के भन्छ? व्हेन सर्कल टचेस एक्स एक्सिस। सो पहिला एक्स वाई एक्सिस मैले भनेको थिएँ, हामी चाहिँ कोअर्डिनेट ज्योमेट्री पढेका छौँ। एक्स वाई एक्सिसको काम सधैँ लाग्छ अनि यहाँ चाहिँ हामी बनायौँ के एउटा एक्स वाई एक्सिस। अब क्वेसनले के भन्छ? कन्डिसन, फर्स्ट कन्डिसनमा के छ? व्हेन सर्कल टचेस एक्स एक्सिस ओन्ली। मानिलिनु एक्स एक्सिस यहाँ छ, यो चाहिँ एक्स एक्सिस, यो वाई एक्सिस। अब सर्कल जब एक्स एक्सिसलाई टच गर्छ, यहीँ कहीँ मानिलिनु सर्कल छ अनि यो पोइन्टमा आएर टच गरेको छ। यसरी एउटा सर्कल गएको छ जुन सर्कल एक्स एक्सिसलाई के गरेछ? टच गरेछ भने सेन्टर यसको मानिलिनु एच कमा के हो अनि यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई हामी के भन्छौँ? रेडियस भन्छौँ। यही हो। यति बुझ्नुभयो? अब हेर्नुहोस्, एच के भनेको के हो? यहाँदेखि एच डिस्टेन्स जाने, यहाँ पुग्ने अनि फेरि यहीँदेखि के डिस्टेन्स जाने।
तब त यहाँ पुग्नुहुन्छ, यता चाहिँ एच हिँड्नु, यता चाहिँ के, तब त यो पोइन्टमा पुग्नुहुन्छ हो। यसको मतलब यहाँ हेर्नुहोस् त, यो जुन रेडियस छ र के लेन्थ इक्वल छ कि छैन, यहाँबाट हामी के भन्न सक्छौँ, के इक्वल टु ए छ। यसको मतलब रेडियससँग के छ इक्वल छ। कसरी, यता चाहिँ एच जानुभयो, यता के यहाँ पुग्नुभयो, यसको मतलब के र यो रेडियस इक्वल छ कि छैन, छ। यसको मतलब यो कन्डिसनमा जब सर्कल जब एक्स एक्सिसलाई टच गर्छ भने हामी इक्वेसन, सर्कलको इक्वेसन के लेख्न सक्छौँ, यहाँ चाहिँ ए को ठाउँमा के हाल्दिने, के हाल्दिने, हाम्रो इक्वेसन आइहाल्छ। सो इक्वेसन अफ सर्कल के हुन्छ, एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल टू ए को ठाउँमा के लेखिदिने, अब ए को ठाउँमा के छ भने के स्क्वायर। सिम्पल, यति बुझ्नुभयो। यो बुझ्नुभयो नि, यहाँ के किन आयो, ओके। बुझ्नुभयो भने थम्स अप पठाउनु, ओके। ल यो त भयो जब एक्स एक्सिसलाई सर्कलले टच गर्छ। अब चाहिँ वाई एक्सिसलाई टच गर्छ, त्यो हेर। अब चाहिँ व्हेन सर्कल टचेज वाई एक्सिस, ल बोरिङ त भएको छैन नि क्लास, बुझि त राख्नु भएको छ। ल जुन म यहाँ लेखाइरहेको छु, बुझाइरहेको छु, एकदम बुझ्दै जानुहोस् अनि कपीमा सार्दै जानुहोस्, एकदम मजा आउँछ कि आज यो सेसनमा। ल अब चाहिँ सर्कल मानिलिउँ वाई एक्सिसलाई टच गरिरहेछ। अब वाई एक्सिस त यो हो, लेट सपोज वाईले यहाँ कहीँ आएर टच गर्यो सर्कलले। सो यहाँबाट अब एउटा सर्कल ड्र हुन्छ भने, सर्कल मानिलिउँ टच गर्दै गएर यसरी बन्यो भने यो चाहिँ रेडियस, यताको डिस्टेन्सलाई रेडियस, यो चाहिँ सेन्टर, एच कामा के, यति भन्न पाइयो। ल मानिलिउँ यो चाहिँ सेन्टर, ओके। अब यो सेन्टरसम्म पुग्नको लागि यति डिस्टेन्स त तपाईँलाई यहाँसम्म एच जान पर्यो अनि यति डिस्टेन्स के जान पर्यो। यसको मतलब यो रेडियस र यो एच हेर्नुहोस् त, दुवै इक्वल छन्। यो डिस्टेन्स र यो डिस्टेन्स दुवै इक्वल छ, हेर्नुहोस् त प्यारल छन् कि नै, दुवै इक्वल छ। यसको मतलब यसमा चाहिँ रेडियस इक्वल टु एच हुन्छ। के हुन्छ, एच, एचसँग रेडियस के छ इक्वल। यसको मतलब एच इक्वल टु के छ, एच इक्वल टु के छ, ए छ। यो कन्डिसनमा एच इक्वल टु ए। सो व्हेन अब एच इक्वल टु ए छ भने एच को ठाउँमा, ए को ठाउँमा के हाल्दिने, एच हाल्दिने, हाम्रो इक्वेसन आउँछ। सो के हुन्छ, इक्वेसन अफ सर्कल के हुन्छ, एक्स माइनस एच स्क्वायर प्लस एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल टु ए को ठाउँमा के हाल्दिने, एच हाल्दिने भने एच स्क्वायर। ल यो भयो हाम्रो इक्वेसन। जब वाई एक्सिसलाई छुन्छ भने एचसँग रेडियस एचसँग इक्वल, एक्स एक्सिसलाई छुन्छ भने रेडियस के सित इक्वल। अब चाहिँ यो त भयो एक्स एक्सिसलाई छुने, वाई एक्सिसलाई छुने। अब सर्कल जब दुवै एक्सिसलाई छुन्छ तब सर्कलको इक्वेसन के हुन्छ त्यो पनि हेरिहालौँ। ल मजा आइरहेछ होला, मलाई थाहा छ यो सेसन हजुरहरूको लागि मन त परिरहेछ होला। ओके, अब चाहिँ दुईटै एक्सिसलाई हेरिहालौँ। अब चाहिँ एउटा के बचेको छ, अब चाहिँ एउटा व्हेन सर्कल टचेज बोथ एक्सिस। थर्ड नम्बरमा जब सर्कल दुईटै एक्सिसलाई टच गर्छ, मानिलिउँ वाई एक्सिसलाई पनि टच गर्छ, एक्स एक्सिसलाई टच गर्छ। मानिलिउँ यो एक्स एक्सिसलाई यहाँ कहीँ टच गरिरहेछ, ओके, वाईलाई मानिलिउँ कहीँ यहाँ टच गरिरहेछ भने एउटा यस्तो सर्कल ड्र गर्नुहोस्। यो सर्कल आएर वाई एक्सिसलाई यहाँ टच गरोस्, इन्टरसेक्ट होइन। टच भनेको टचिङ ओन्ली भने मानिलिउँ यो सर्कल यहाँबाट गएको छ, एउटा सर्कल आएको छ यहाँबाट गएको छ, यसरी आएको छ भने अब यो सर्कल ड्र गरिदिनुहोस्, यसरी गरोस्, इन्टरसेक्ट होइन। टच भनेको टचिङ ओन्ली भने मानिलिउँ यो सर्कल यहाँबाट गएको छ, एउटा सर्कल आएको छ यहाँबाट गएको छ, यसरी आएको छ भने अब यो सर्कल ड्र गरिदिनुहोस्, यसरी। भन्यो सर्कल जे भने सर्कल हो, यति बुझ्नु। ल अब सेन्टर मानिलिउँ यहाँकै छ, सेन्टर मान यहाँकै छ। यसको मतलब अब हेर्नुहोस्, यहाँदेखि यदि डिस्टेन्स यो रेडियस जुन छ यो इक्वल छ भने यो के हो, एचसँग इक्वल छ। अब यो पोइन्टमा पुग्नको लागि हामी त चाहिँ यहाँ यता एच पोइन्ट मुभ गर्छौँ, यता चाहिँ वाई मुभ, यता चाहिँ के मुभ गर्छौँ। यसको मतलब यो के डिस्टेन्स एसँग इक्वल छ,
यो ए डिस्टेन्स फेरि एचसँग इक्वल छ। यसको मतलब यहाँ के भन्न सक्छौँ एच इक्वल टु ए र के इक्वल टु ए। यसको मतलब एच के इक्वल टु ए, एच इक्वल टु के इक्वल टु ए। यो चाहिँ तिनटै भन्न सक्छौँ। यो कन्डिसनमा जब एक्स वाइ एक्सिसलाई दुईटैलाई टच गर्छ भने रेडियस चाहिँ एक्स एक्सिस के अरे एचसँग पनि इक्वल हुन्छ, केसँग पनि इक्वल हुन्छ। भने त्यस्तो कन्डिसनमा इक्वेसन के हुन्छ? एकपटक आरलाई एच राखेर निकाल्ने, एकपटक आरलाई के राखेर निकाल्ने, दुईटा इक्वेसन बन्छ। इज इट ओके? भने के हुन्छ हेर्नुस् त, इक्वेसन अफ सर्कल के हुन्छ? एक्स माइनस एच को होल स्क्वायर प्लस वाई माइनस, अब हेर्नुस् त यहाँ एच इक्वल टु के छ, यसको मतलब के को ठाउँमा हामी के पुट गर्न सक्छौँ? एच। सो यहाँ एच को होल स्क्वायर अनि एच इक्वल टु फेरि ए पनि छ भने ए स्क्वायर। ल सबैलाई मैले एच को टर्ममा भने के हुन्छ? एच स्क्वायर। सबैलाई मैले एच को टर्ममा इक्वेसन्स बनाइदिए। इज इट? अब त्यही सेम कुरा यदि ए को ठाउँमा र एच को ठाउँमा के हाल्नुहुन्छ भने यहाँ पुरै के आइहाल्छ? के आइहाल्छ। वा या एच के को ठाउँमा ए हाल्नुहुन्छ भने सबैको ठाउँमा ए आइहाल्छ भने तीनवटा इक्वेसन बन्छ। एउटा यही जनरल मैले बनाइदिएँ, सिम्पल। ओके, यो चाहिँ बुझ्नुभयो भने एउटा लास्ट चाहिँ डायमेट्रिक इक्वेसन बचेको छ, त्यो पनि पढिहालौँ अनि यो सेसन यही इन्ड गरौँ त्यो डायमेट्रिक पढिसकेपछि। ओके, अब चाहिँ डायमेट्रिक्स फर्म अफ इक्वेसन अफ सर्कल। अहिलेसम्म हामी रेडियसको फर्ममा निकालिरहेको थियौँ। अब चाहिँ यो लास्टमा के पढ्ने हामी चाहिँ डायमेट्रिक्स फर्म अफ इक्वेसन। यसमा चाहिँ अब डायमिटर दिएको हुन्छ, रेडियस छैन। अब हेर्नुहोस्, पहिला त्यही कुरा एक्स वाइ एक्सिस बनाउने, एक्स वाइ एक्सिस। अब मानिलिउँ यो कुनै एउटा सर्कल हो जसको डायमिटर चाहिँ यहाँ दिएको छ। यति डायमेट्रिक फर्ममा लेख्नु हो भने मानिलिउँ यो कुनै, अब डायमिटर यहाँदेखि यहाँसम्मको लेन्थलाई हामी के भन्छौँ? यो डायमिटर हो। यो मानिलिउँ कुनै x1 y1 पोइन्टमा डायमिटरको इन्ड भएको छ, x1 y1 पोइन्टमा डायमिटरको इन्ड भएको छ p। यो चाहिँ x2 y2 को पोइन्टमा इन्ड भएको छ जुन चाहिँ q। अब यो फर्ममा हामी चाहिँ इक्वेसन कसरी निकाल्ने त? सो यो फर्ममा निकाल्नको लागि हामी एउटा स्पेसल प्रपर्टी के युज गर्छौँ? एउटा कुनै यही सर्कलमाथि एउटा यस्तो पोइन्ट हामी डिनोट गर्छौँ जुन चाहिँ ले सपोज यहाँ एउटा पोइन्ट छ एक्स र वाई। यो x1 यो x1 y1 x2 y2 xy यो त सबै भेरिएबल पोइन्ट हुन् नि, एउटै पोइन्ट हो तर भेरी गरिरहेछ अलग अलग ठाउँमा डिस्टेन्स सेम। अब एउटा कोड ड्र गर्ने, यो मानिलिउँ चाहिँ PQR, यो चाहिँ R डिस्टेन्स। एउटा कोड ड्र गर्ने यहाँदेखि यहाँको, अनि एउटा कोड यहाँदेखि यहाँसम्मको। अब बित्थि एउटा फोकस हेर्नुहुन्छ भने यो हेर्नुहोस् त, राइट एङ्गल ट्रायङ्गल बनेछ। यो चाहिँ राइट एङ्गल ट्रायङ्गल बन्यो। यसको मतलब अब यसमा चाहिँ हामी पर्पेन्डिकुलरवाला केस युज गर्छौँ। मानिलिउँ यो एउटा लाइन हो, PR एउटा लाइन हो, RQ र QR एउटा लाइन हो भने यो लाइन र यो लाइन चाहिँ दुईटै पर्पेन्डिकुलर छन् कि छैन? हेर्नुहोस् त, पर्पेन्डिकुलर छन्। यसको मतलब हामी के भन्न सक्छौँ? लाइन PR इज पर्पेन्डिकुलर टु QR। यति भन्न पाइन्छ? एकदम मजाले पाइन्छ। भने अब हामीहरूलाई के थाहा छ? एउटा स्पेसल प्रपर्टी स्ट्रेट लाइनमा जाउँ त। यदि यसको स्लोप र यसको दुईटा पोइन्ट दिएछ भने हामी स्लोप निकाल्न आउँछ नि हामीहरूलाई, y2 माइनस y1 बाई x2 माइनस x1। 9-10 मा कुरा, फ्ल्यासब्याक, गो अन फ्ल्यासब्याक। ओके, अनि यहाँ पनि दिएछ भने यहाँ पनि स्लोप निकाल्न सकिन्छ। अनि दुईटा पर्पेन्डिकुलर लाइनको स्लोपको प्रोडक्ट अलवेज के हुन्छ? -1 हुन्छ। सो यसको स्लोप र यसको स्लोपको प्रोडक्ट निकाल्नुहुन्छ भने -1 भने यहाँ हाम्रो के आइहाल्छ? इक्वेसन अफ डायमेट्रिक फर्ममा आइहाल्छ। सो गरिहाल्नु त। ल स्लोप अफ PR को निकालौँ त। स्लोप अफ PR इक्वल टु के हुन्छ? y2 माइनस y1। अब y2 मानौँ, यसरी नै मानौँ। सो y माइनस y1 अपन x माइनस x1। यो चाहिँ मानौँ इक्वेसन, यो चाहिँ स्लोप इक्वल टु m1 मानौँ, यसलाई m1 मानौँ। अब यसको स्लोप निकालिहालौँ भने यसको स्लोपमा y2 छ भने स्लोप अफ
स्लोप अफ के अरे के क्यू र आर को क्यूआर के हुन्छ y2 अब y2 y माइनस y2 अपान x माइनस x2 इक्वल टु m2 ल अब हामीलाई एउटा प्रपर्टी के थाहा छ दुईटा परपेन्डिकुलर लाइनको प्रपर्टी के थाहा छ स्लोप यसको स्लोप र यसको स्लोपको मल्टिप्लिकेसन के हुन्छ जहिले पनि -1 हुन्छ भने m1 * m2 इक्वल टु -1 हुन पर्यो हो कि होइन हो त्यसो भए अब यो दुईटालाई मल्टिप्लाई गरेर -1 गरिदिनु अनि इक्वेसन आइहाल्छ भने m1 कति छ यति छ सो y माइनस y1 डिवाइड x माइनस x1 इन्टु यो m2 y माइनस y2 x माइनस x2 इक्वल टु -1 अब यो दुईटै प्रोडक्ट चाहिँ माथि माथिको प्रोडक्ट गरिदिनु y माइनस y1 y माइनस y2 तल x माइनस x1 x माइनस x2 इक्वल टु -1 अब यो तलवाला डिनोमिनेटरलाई यता लगेर जाउँ भने के हुन्छ यहाँ हुन्छ y माइनस y1 y माइनस y2 इक्वल टु डिनोमिनेटर वाला यता गएर मल्टिप्लाई हुन्छ माइनस x माइनस x1 र यो पनि मेटाउँ न x माइनस x2 यो हुन्छ अब यो माइनसलाई यता लगेर ल्याउनु हुन्छ उता यो माइनस पुरै क्वान्टिटीलाई यता ल्याएर प्लस गर्दिम उता 0 भइहाल्छ भने इक्वेसन के आउँछ x माइनस x1 x माइनस x2 प्लस y माइनस y1 y माइनस y2 इक्वल टु 0 यही नै के हो हाम्रो डायमेट्रिक फर्म अफ इक्वेसन हो सिम्पल छ भेरी सिम्पल ओके सो आजको लागि यति नै गरौँ नेक्स्ट भिडियोमा हामी चाहिँ टेन्जेन्ट्स अफ इक्वेसन गरौँला कन्डिसन अफ टेन्जेन्सी वा टेन्जेन्ट्स अन इक्वेसन पढौँला ओके बेस्ट अफ लक यदि भिडियो मन पर्यो भने डु लाइक शेयर एन्ड सब्स्क्राइब ओके